चौतारा भन्ने रहेछ हैन चौतारा के कप भन्ने खै त्यस्तै समथिङ के भने जस्तो लाग्यो ल साथीहरु दुईटा गुरुङ एउटा दुईटा गुरुङलाई हजुर म काठमाडौँ नमस्ते नमस्ते यस यस हेलो वेलकम छ है भाइ के छ हाल खबर थ्यांक यू सो मच फर्स्ट गिफ्ट साथीहरु सोल्टिनी हजुरलाई पनि धेरै धेरै धन्यवाद सपोर्ट गरिदिनु भएको छ हाम्रो केबी सरलाई ओ विकास भाइ हान्न पर्यो अब केबी सर वेलकम ब्याक सीजी सर मैले पनि अब यस्तो घरलाई मेन्टेन गरेर के अरे हाम्रो किसान दाजुकोबाट पुरै मगाउनु पर्यो सामान अब जल्दै जानु भएको छ हजुर हजुर धेरै गएको छन् so much 3 लाख को गेम हो रे ए thank you so much 3 लाख को गेम हो रे ल दाइको घरमा सब जनाले पढा थियो र ए म त पढा हालिदिन्छु कि डान्स कहिलेकाहीँ अब भैलीमा एक्सट्रा रमाइलो गरौँ भयो सन्जु भिमातको यस्तो यार दाजु जताततै गेम भरे भने पानीले डिस्टर्ब गर्यो फेरि है गेम पनि अनि हेट वेलकम सर प्लिज सपोर्ट मी तीनजनामा तेस्रो भइरहेको छु म यार यस्तै हुन्छ सधैँ कम्प्लेन हो क्या विकास कहिले कम्प्लेन हो म जतिको खुसी भएर खुसी त अलवेज खुसी हो खुसी सधैँ खुसी हो तरले बिगार्छ सही हो यो दाजु दाजी भिमा सन्जु भिमा रेस्पेक्ट यस डबलमा हानौँ ल रेस्पेक्ट सन्जु जी डबलमा कसलाई मिठो हो के चाहिँ मिठो त्यो हार्ड मिठो कि के मिठो जुठो सोल्टिनी जुठो हो कहिले पनि जुठो हुने भनेर जहिले पनि चोखो हुन्छ कम्मल मगर वेलकम छ है सन्जुजी फेरि के खान लाग्नु भयो फेरि राति बटारे तीनजनामा त्यस्तो यार तीनजनामा म बच्चै हो अब बिगा यस्तो बुढो होइन म बच्चै हो थर्ड त राम्रो नि अघि म कतिचोटि फोर्थ भइरहेको थिएँ म थर्ड भएँ भन्दैछ गाह्रो छ को जस्तो बुढो रे भाइ म त बच्चै हो नि त त्यही भएर बच्चाले यस्तो खानु दामले मिठाई बच्चै हो आजभोलि 30-35 उमेरको मान्छेहरू बच्चै हो अझै राम्रा हुन्छन् है 40 कट्याहरू नि 40 कट्यो भन्ने बित्तिकै माथि फेरि हाम्रो विकास सरले फेरि उस परेछ त सशक्क मलाई केही होइन मलाई परेन म 40 कटेकै छैन मलाई के पर्छ मलाई 40 कहिले पनि कट्नुहुन्न पर्छु अब 2-4 वर्षपछि वालिङ पनि गेम छ र हेलो सन्जु दाई आरामै भन्नुहोस् है सन्जु दाईलाई उता रस सुजीकोमा गएर नि कहाँ हेर्नु देख्छु त नि मैले उता सन्जु दाईकोमा गएर भन्नु हजुर वालिङमा गेम छ र वालिङमा त थाहा छैन उता कालीगण्डकी माथि आलमदेवीमा चाहिँ छ थ्याङ्क यू सन्जु सर थ्याङ्क यू सिजे सर आलमदेवी हो यहाँ वालिङमा गेम छ भनेर सुन्दैछ होला नि त्यही भएर वालिङमा त थाहा छैन मलाई साथीहरुलाई सपोर्ट गर्दा मैले चर्चा गरेर 150 जना हुनुहुन्छ यसो किन्ने बाइ टाढीमा रेको पछाडि नदुगौँ न साथीहरु होला सायद बल्ल म त 11 बजिसक्यो साथीहरु डबल ट्याप गरौँ न यति धेरै मान्छे हुनुहुन्छ ओन्ली 20 के छ माथिहरु त यतिखेर त 50 के ओभर हुनु पर्यो मेरो माथिको लाइभ मात्रै पनि यार कति भयो रे 20 के अस्ति भाइ मेरो त वाला अनि मेरो जम्मा यत्रो जना हुँदा नि जम्मा 20 के व्हाट इज दिस
बितेको त अनि लोकसेवाको इक्जाम दिए जस्तो अनि मैले चाहिँ भने गर्नु पर्ने मजा आउनु नि त यस्तो दोहोरो हुनु पर्यो नि दोहोरो साथीहरू मेम्बरसिप जोइन गरौँ न यसो रसुजीले जित्नु भयो कि हामी त इज्जतै गर्ने हाम्रो त अन्तर्राष्ट्रिय रेफ्रीको इज्जत कताबाट झुकेर बला 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 हाम्रो साथीहरू हाम्रो विकास दाइको इज्जत गएन इन्टरनेसनल रेफ्रीको गाह्रो छ दाइलाई गाह्रो छ नि भाइ मलाई यार यति धेरैजना हुनुहुन्छ अनि म चाहिँ अनि इन्टरभ्यू दिन आए जस्तो लोकसेवाको इक्जाम दिन आए जस्तो उनीहरूको क्वेसनको चाहिँ दिएको त्यही गर्नुपर्ने अनि मेरो चाहिँ ओन्ली 21 के गिफ्ट चाहिँदैन मलाई त्यो माथिको के त्यो उस पुऱ्याइदिनु ल 100 के पुऱ्याइदिनु त माथिको मलाई कसैले पनि गिफ्ट लानु तर त्यो 100 के पुऱ्याइदिनु के हुन्छ नि 100 के आएछ मेरो मन खुसी अरू के हुन्छ र Thank you so much. When CG is here, no tension. Thank you. कति रात परि तब बुढी साथी भने जस्तो रसुजी त के हो र कति टाइम हुँदै गयो उति तात्दै जानु भयो यार Thank you CG. मेरो भाइले त मसँग पर्सनल सोधिहाल्छ नि कहाँ यहाँ सोध्छ र सबैजनाले डबल ट्याप 100 के पुऱ्याइदिउँ त ल मलाई केही पनि चाहिँदैन 100 के पुऱ्याइदिउँ अनि मेम्बरसिप चाहिँ जोइन गरौँ साथी हो सबैजना मेम्बरसिप जोइन गरौँ त्यता 100 के ल मेरो यदि ज्ञानी हो त नि केही पनि नचाहिने जस्ट 100 के मात्रै चाहिँदैन हे भगवान् मलाई थ्याङ्क यू योगेश साले मगर मलाई एउटै उस छ क्या इन्ट्रेस्ट मलाई त्यो माथि त्यो के भन्ने ठाउँमा चाहिँ मिलियन बनाउनु छ कि यहाँ नबस्ने जानुहुन्छ यात्रा राम्रोसँग जानु होला बिस्तारै जानु होला है बाटो चिप्लो छ है फेरि बाटो चिप्लो छ थ्याङ्क यू सिजी एउटा फुल लाइट बालेर जानु होला लाइट बालेर सबैजनाले डबल ट्याप गरेर त्यो माथि चाहिँ 100 के पुऱ्याइदिनु बाटो चिप्लो छ बिस्तारै जानु होला चिप्लिनु होला फेरि है मेरो सोल्टिनी र भाइले एकैचोटि हानेर यो एउटा म्याचको लागि अब आजबाट हो नमस्ते सुर्खेतको लाइभ म यस्तो दाजुहरूसँग गेम खेल्दैछु अहिले है सुरजजीहरूलाई एकदम धेरै धन्यवाद सबैजनाले ल त सबैजनाले तलबाट पानको पात उडाम होइन अनि त्यहाँ माथि चाहिँ 100 के पुर्याउँ त ल दिल खुस त्यसपछि दिल खुस हुन्छ मेरो ल सुने हामीले बिस्तारै भनेको सुने थ्याङ्क यू सन्जु दाइको बाटो आएको 100 के पुऱ्याउनु अरे ल हो र सबिन ल हेरौँ त 100 के हेरौँ सबिन ल Respect. Thank you, CG. Thank you so much. CG, I'm gonna follow you, please. सबैजनालाई होलसेलमा नमस्ते वेलकम छ होइन कोहीले माया गरेर ट्याप ट्याप गरिदिनु होला कोहीले रिस उठ्नेले रिस उठेर ट्याप ट्याप ड्युटीमा केबी सर पनि ड्युटीमा मलाई सपोर्ट म्याक्सिमम मलाई फुल सपोर्ट गर्नेहरू हो सोल्टिनी र केबी सर हुनुहुन्छ ए हजुर केबी सर भएपछि त भइहाल्यो नि फेरि खत्रै हुन्छ नि केबी सर खतरा होइन मलाई नि सपोर्ट गर्नुहुन्छ बेला बेलामा अहिले उता हुनुहुन्छ केबी सर भएपछि त उहाँलाई केही चाहिएन देखेछु मैले होइन मलाई म उहाँ भएपछि म एकदम ढुक्कसँग रिल्याक्स अनि सोल्टिनी भएपछि हाम्रो सोनु सोल्टिनी हुनुहुन्छ सोल्टिनी भएपछि के चाहियो हजुरलाई होइन मेरो अब म त्यसै खुसी भइहाल्यो नि एउटा सोल्टिनी लाइभमा टक्क अनुहार देखाएर बस्नु भएको छ एउटा सोल्टिनी उहाँ तल अफलाइनमा बसेर सपोर्ट गर्नु सिक्नुपर्छ है हाम्रो रिल्याक्स अनि मलाई रिल्याक्स ल हाम्रो पनि छुट्टीमा हाम्रो पनि यता मिस्टर सिजी भएर चाहिँ यतिको चाहिँ भइएछ है नामै काफी छ कि सिजी भनेपछि ब्रान्ड हो कि ब्रान्ड अनि त्यसपछि मलाई पूर्वी रुकुमको माया टन्नै त्यत्तिकै छँदैछ के चाहियो सिजी राख्नु पर्छ होइन सिजी भनेको त ब्रान्ड हो क्या ब्रान्ड थ्याङ्क यू